उत्सवजी हाम्रो स्विडेनको फरेस्टमा चाहिँ उहाँले अब फरेस्ट क्लिनिङ यो चाहिँ हामीले स्विडेनको जङ्गलमा प्री क्लिनिङ भन्छ। यो जङ्गल चाहिँ यस्तो क्लिन गर्नुपर्छ हैन। अनि ल उसो सरले अब मेसिन स्टार्ट गरेर चाहिँ देखाउनुहोस् तपाईँको कला। एउटा यहाँ हामी स्विडेनमा हजुर आएको छौँ, हाम्रो 21 जना टोली। हजुर 21 जना टोलीमा 2 जना चाहिँ प्लान्टिङमा परेको छ भने 19 जना चाहिँ हामी फरेस्ट क्लियरिङ काम गर्छौँ। नेपालीमा जङ्गल फडानी गर्ने काम, ब्रस कटिङ पनि भनिन्छ। हजुर हाम्रो चाहिँ टाउकोको लागि यो हेलमेट कान एकदम प्रब्लम हुन्छ भनेर एउटा एयरमक छ यहाँ। अनि उता सेफ्टी यो हाम्रो बुट अनि यो चाहिँ हाम्रो कम्पनीको ड्रेस भयो। पछाडिपट्टि मेसिनमा हाल्ने यो 5 लिटरको पेट्रोल जग। अनि रह्यो हाम्रो यो मेसिन यहाँ हुन्छ पेट्रोल। अनि फेरि साथमै त्यो ब्लेडमा लगाउने यो कटर अनि यहाँ लगाउनु पर्छ टाइममा 1-1 घन्टामा लगाउने, नत्र काटिँदैन। अनि रह्यो हाम्रो यो जङ्गलको स्थिति चाहिँ यो हुन्छ। यो व्हाइट कलरको हो भने 4-4 मिटरको डिस्टेन्समा काट्नुपर्छ। अनि यो छ भने 10 सेन्टी भन्दा ठुलो काट्न मिल्दैन। यो चाहिँ लगभग 15-20 सेन्टीको छ। 10 सेन्टीको छ भने हाम्रो कटिङ हुन्छ। डिस्टेन्स भनेको यो सल्लाहको 2 मिटरको, तर डिस्टेन्स यतिकोमा छ भने यो नकाट्ने 10 सेन्टिमिटर भन्दा ठुलो छ, त्यसैले नकाट्ने। पातलो ठाउँमा 2 मिटरको लम्बाइमा डिस्टेन्स आएर काट्ने। अनि मुनिको बुट्टाहरू सब सफा गर्नुपर्छ। म चाहिँ एउटा स्टार्ट गरेर देखाउन चाहन्छु। ल यसरी लगाउने। यो हाम्रो फेस कभर भइगयो। ओके